बस्ने जग्गामा चाहिँ यस्तो बाटो छ नि त है, जङबिर हामीले चाहिँ जङबिरको लगाउँछ हामी गाडीमा। सो हेलो एभ्रिवान, आज चाहिँ हामी यहाँ सफा गर्न आएको है। सफा भन्दा पनि दोकान गएको, अन्त बुढाले चाहिँ सिक्कल लिएर आउँ भन्यो नि त, र यसले चाहिँ पुरा गाडीमा लाग्छ हो। अन्तखेरि दोकान गएर बुढाले चाहिँ यहाँ सफा गर्छु भन्नुभयो, अनि छुरी लिएर चाहिँ हामी काट्दैछु सिक्कलले हो। यहाँ गाई यस्तो डरलाग्दो भएको छ नि हो, बुढाले यहाँ सबै गर्नुहुँदैछ हो। सनाक्सिनिकको यस्तो डरलाग्दो, यसले चाहिँ गाडीमा हिजो बेलुका हामी सिलगढीबाट आउँदाखेरि पुरा लाग्यो नि त कि यसले, त्यही भएर चाहिँ यहाँ सफा गर्दैछौँ। एकदम यहाँ उयो भयो है झाडीले, र बाटो चाहिँ एकदमै राम्रो, अहिले डोजरले राम्रो बनाइदिनु भएको छ है। र सन्दीप दादालाई चाहिँ थ्याङ्क यू भन्छु है, यति राम्रो बाटो बनाइदिनु भएको छ है। बिचरा उहाँले गरिदिनुहुन्छ, 3 साल जस्तो भयो होला है गरिदिएको दादाले है। र यतिको चाहिँ हामी यसरी गाडी हिँडाउनु सक्छौँ। अहिले चाहिँ विन्टरमा चाहिँ गाइस, र बुढाले चाहिँ डल्लै फाड्ने अरे नि त यहाँ हो। अन्तखेरि सफा गरेर गाडीलाई लाग्यो अरे नि त के, त्यो भएर चाहिँ यस्तो छ हाम्रो जग्गाहरू चाहिँ हो। दोकान जाँदा जाँदा अलिकति काम गरिरहेको नि हो। हाम्रो खालि पनि होइन, गाडी अरूको पनि आउँछ यहाँ होइन, र उहाँहरूलाई पनि केही उयो नहोस् भनेर नि एकदमै यसले चाहिँ अनुहारमै खोर्सिन्छ नि त कि। अन्त यताको पनि गर्नुपर्छ होला, यताको चाहिँ ए बुढाले गर्नुहुँदैछ। यहाँ अङ्कलले पनि काम गर्नुहुँदो रहेछ हो, उहाँले पनि त्यही झारझुर होला के हो, यहीँ दाउरा काट्नु लागि जानुभएको रहेछ। र म चाहिँ अब यो फ्याँक्छु हो, बुढाले निकालिदिएको। तर यसमा त यो त बोक्सी फुल होइन, काँडा पनि त्यसमा। हाम्रो गाउँमा चाहिँ रेस बोक्सी फुल होइन गाइस, एकदम डरलाग्दो हो, काँडा हुन्छ त्यसमा त पुरा कि। आया या माऱ्यो काँडाले घुच्यो। आया काम नभएको मलाई बुढाले। प्रभु ल सुत्ता ल बाजे सिधै त्यताबाटै उता फ्याँकेँ यत्रो धेरै। अब यहाँ सफा गऱ्यो भने चाहिँ सजिलो पर्छ गाडीहरू गर्नु हो। एकदमै okay, bye bye guys.